आजको यस एपिसोडमा हामी ट्रिगोनोमेट्रिकल रेशियो अफ स्ट्यान्डर्ड एंगल भएको न्युमेरिकल्सहरू र त्यसमा सल्भ गर्ने फर द भ्यालु अफ थीटा or alpha, beta, whatsoever, any angle, any unknown angle को भ्यालु पत्ता लगाउने, doing or solving it, solve गरेर यसलाई पत्ता लगाउने हामी न्युमेरिकल्सहरू गर्छौं। यो एकदम बेसिक लेभलको हुन्छ र पछि हामी यसलाई माथिल्लो ग्रेडको हामी गर्दै जान्छौं, अहिले एडभान्स्ड गर्दै जान्छौं। यो मैले पहिला पनि भनिसकेको छु। र यहाँ क्वेशन दिएको छ, फाइन्ड द भ्यालु अफ थीटा। थीटा एउटा एंगल हो, हामीलाई थाहा छ। थीटाले एंगल जनाउँछ अथवा एंगललाई एउटा ट्रिगोनोमेट्रीमा थीटा, अल्फा, बीटा आदि इत्यादि यो लेटरहरूले डिनोट गर्छ। त्यसले थीटा एंगल हो। यो एंगल चाहिँ यसको भ्यालु पत्ता लगाउनु पर्यो, कति हुन्छ, 30, 40, 50 अथवा कति। त्यो त्यस अननोन एंगलको भ्यालु पत्ता लगाउनु यो आज हामी यो गर्छौं, जसलाई सल्भिङ पनि भनिन्छ। र अब यो सुरुवात गरौँ। cos इक्वल्स टु, यो बेसिक न हो, एकदम सिम्पल, खाली एउटा कन्सेप्ट सल्भिङ कसरी गर्ने हैन, सल्भिङ कसरी गर्ने भन्ने कुराको एउटा चाहिँ सुरुवात गर्नको लागि हामी यो यसलाई गरेको छौं र पछि गर्दै जानेछौं। र अब यसलाई यो ठुलो छैन, धेरै सानो छ, त्यसैले यसलाई झट्टै हेरेको आधारमा हामी भन्न सक्छौं। किनभने यहाँ थीटाको भ्यालु चाहिँ 60 डिग्री हुन्छ, हेरेर पनि थाहा हुन्छ। किन भन्दाखेरि cos थीटा बराबर हाफ भनेको छ। cos कति डिग्री इक्वल्स टु हाफ हुन्छ त? हामीले टेबल पढेका छौं, हामीले स्ट्यान्डर्ड एंगलको रेशियोजहरुको भ्यालु हामीले पत्ता पढेका छौं। त्यो अनुसार कति डिग्री, cos कति डिग्री इक्वल्स टु हाफ हुन्छ त भन्दा cos 60 डिग्री इक्वल्स टु हाफ हुन्छ। त्यसले हेरेर पत्ता लगाइन्छ। तर पछि जब ठुलो इक्वेसनहरु आउँछ, ठुलो न्युमेरिकल्सहरु आउँछ, त्यो बेला हामीले हेरेर पत्ता लगाउन सक्दैनौं। त्यतिबेला सल्भ गर्नुपर्छ अलि स्पेशल मेथड युज गरेर। तैपनि यसलाई पनि हामी केही सामान्य मेथडहरु युज गरेर गर्छौं। cos थीटा डिग्री इक्वल्स टु, अब यो यहाँ cos भएकोले हामीले यो cos नै यहाँ राख्नु पर्यो। cos कति डिग्री इक्वल्स टु हाफ हुन्छ त? हामीले टेबल मेमोराइज गरौँ, सम्झौं। cos 60 डिग्री बराबर, यो चाहिँ अलिकति मेथड वाइज गर्दाखेरि छ, यो बराबर यो र cos बराबर cos छ भने यो थीटा बराबर पनि 60 डिग्री पनि हुनुपर्छ। त्यसैले थीटा इक्वल्स टु 60 डिग्री, यो आन्सर भयो। यो एकदम सिम्पल हो, यो खाली कन्सेप्ट मात्रै, हाउ टु सल्भ भन्ने को एउटा बेसिक कन्सेप्टको लागि मात्रै हो यो। र त्यस्तै अब नेक्स्ट गरौँ। 2 cosec स्क्वायर थीटा इक्वल्स टु 4। और अब त्यो भन्दा अलिकति एडभान्स हो, यो सानो क्लासको भएको भएर यो सिम्पल मात्रै हुन्छ यहाँ। अब यो 2 लाई उता लिएर जाँदाखेरि यहाँ लेफ्ट ह्यान्ड साइडमा cosec स्क्वायर थीटा नै रहन्छ बाँकी, र 2 उता जाँदाखेरि यसले यहाँ मल्टिप्लाई गरेछ भने यहाँ डिभाइड गर्छ, 2 ले डिभाइड गर्छ, 2 2 जा 4। और अब यहाँ cosec स्क्वायर थीटा इक्वल्स टु 2 भयो। अब cosec थीटा बराबर √/2 हुन्छ, किनभने यहाँ स्क्वायर हटेपछि उता पनि उसको स्क्वायर रुट निकाल्नु पर्छ, स्क्वायर रुट हुन्छ। त्यसैले अब के भयो त? अब यहाँ पनि अहिलेको जस्तै cosec कति बराबर √2 हुन्छ, cosec कति एंगल बराबर √2 हुन्छ। यो cosec
45 डिग्री बराबर हुन्छ। हामीले टेबल पढेका छौँ। टेबललाई मा विभिन्न रेसियोको भ्यालु पत्ता लगाउने मेथड, डाइरेक्ट इन्डाइरेक्ट मेथडहरू पनि पढेका छौँ। इन्डाइरेक्ट मेथड भन्नुपर्दाखेरि साइन 45 डिग्री इक्वल्स टु 1/√/2 हुन्छ। कसेक साइनको रेसिप्रोकल भएको भएर कसेक 45 डिग्री इक्वल्स टु √/2 हुन्छ। त्यसैले कसेक 45 डिग्री इक्वल्स टु √/2 हुन्छ र हामीले यहाँ कसेक 45 राख्नुपर्छ। यहाँ कसेक किन 45 कसेक किन राख्यौँ भन्दा यहाँ कसेक छ, तसर्थ हामीले कसेक 45 राख्यौँ। यो भ्यालु कसेक 45 को हो र अब यहाँ कसेक बराबर कसेक भने थीटा बराबर 45 डिग्री आन्सर हो। यहाँ यो इक्वेसनमा थीटाको भ्यालु 45 डिग्री हुन्छ। त्यसैले 45 डिग्री हामीले यसको आन्सर निकाल्यौँ। अर्को गरौँ। 3 नम्बर 4 sin स्क्वायर थीटा इन्टु cot स्क्वायर थीटा इक्वल्स टु 3। अब यहाँ थीटाको भ्यालु कति होला त, कति हुनुपर्छ ताकि यो इक्वेसन चाहिँ भ्यालिड होस्। थीटाको भ्यालु पत्ता लगाउनु पर्यो। अब यहाँ 4 इन्टु साइन स्क्वायर थीटा को साइन स्क्वायर थीटा राखौँ इन्टु कट स्क्वायर थीटाको हामीले कोसेन्ट रिलेसन राखौँ। कस स्क्वायर थीटा बाई साइन स्क्वायर थीटा इक्वल्स टु 3। अब यो साइन स्क्वायर थीटा कट भयो। और अब यो 4 लाई उता राइट ह्यान्ड साइडमा लिएर जाँदाखेरि यो मल्टिप्लाई छ, उसले डिभाइड गर्छ। त्यसैले लेफ्ट ह्यान्ड साइडमा कस स्क्वायर थीटा इक्वल्स टु 3/4 भयो। और अब यो स्क्वायर हटाउँदाखेरि अथवा कस स्क्वायर थीटा छ, यहाँ कस थीटा निकाल्दाखेरि यो यसको √3/4 हुन्छ। कस स्क्वायर थीटा इक्वल्स टु 3/4 छ भने कस थीटा बराबर √3/4 हुन्छ। यता स्क्वायर हटेपछि उता स्क्वायर रुट हुन्छ। स्क्वायर रुट निकाल्नुपर्छ। और अब कस थीटा इक्वल्स टु प्लस माइनस √3/2 हुन्छ। किनभने रुट हटेपछि भ्यालु प्लस र माइनस दुवैमा आउँछ। त्यसैले प्लस माइनस भयो। अनि 3 को स्क्वायर रुट होल नम्बरमा हुँदैन, त्यसैले यसलाई चाहिँ √ओभर नै राखेका छौँ र 4 को स्क्वायर रुट 2 हुन्छ। त्यसैले 2 भयो। त्यसले कस थीटा इक्वल्स टु प्लस माइनस √3/2 भयो। अब यहाँ थीटा इज एन अक्युट एंगल भनेको छ। अक्युट एंगल भनेको 0 देखि 90 को बीचमा हुन्छ। 0 देखि 90 को बीचमा भनेको यसलाई यो पछि हामी पढ्छौँ। यो फर्स्ट क्वाड्रेन्टमा पर्छ। यो फर्स्ट क्वाड्रेन्टमा किनभने यो 0 भयो, यो 90 भयो, 180 डिग्री भयो, 270 डिग्री भयो। यसरी यसलाई फर्स्ट क्वाड्रेन्ट, सेकेन्ड क्वाड्रेन्ट, थर्ड क्वाड्रेन्ट र फोर्थ क्वाड्रेन्ट भन्छौँ। र यो अक्युट एंगल भनेको 0 to 90 डिग्री हुने भएकोले यो फर्स्ट क्वाड्रेन्टमा पर्छ। र फर्स्ट क्वाड्रेन्टमा जहिले पनि जुनसुकै रेसियो चाहिँ पोजिटिभ हुन्छ। त्यसैले हामीले यसलाई नेगेटिभ लिनु परेन। टेकिङ द पोजिटिभ भ्याल्यु। अब पोजिटिभ भ्याल्यु लिँदाखेरि के हुने भयो, कस थीटा इक्वल्स टु √3/2 भयो। और अब कस छ, त्यसैले कस कति बराबर √3/2 हुन्छ। त्यो भनेको कस 30 डिग्री। कस 30 डिग्री इक्वल्स टु √3/2 हुन्छ। अब
यसअनुसार देयरफोर थीटा इक्वल्स टु 30 डिग्री एन्सर हो। यसरी हामीले एङ्गल अननोन एङ्गलको भ्यालु पत्ता लगाउन सक्छौँ। यसलाई हामी इक्वेसनलाई सल्भ गर्ने भन्छौँ। र आजको यो लेसनलाई हामी यहाँ नै सम्म गर्छौँ र अब आउने दिनमा अर्को भिडियोमा अर्को लेसनहरू लिएर उपस्थित हुनेछौँ, भेट गर्नेछौँ। त्यतिन्जेलको लागि हामी बिदा हुन्छौँ। धन्यवाद।